हेलो साथीहरू, सेवा स्वागत छ हजुरहरूलाई मेरो न्यू भ्लगमा। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु। अनि अहिले चाहिँ म जाँदैछु खेत। अहिले हाम्रो धान उठाउने मेला चलिरहेको छ। अनि त्यहाँबाट म चाहिँ खेत जाँदैछु एक्लै। अनि त्यहाँबाट म तपाईँलाई अहिले मर्निङ भ्यू देखाउँछु है त साथीहरू, हेर्नु होला कस्तो छ। कस्तो साथीहरू, अनि चाहिँ म जाँदैछु टक्क भएर। अनि धेरै पछाडि म चाहिँ आइरहेको छु। अनि त्यहाँबाट देख्न सक्नुहुन्छ। अनि चाहिँ म खेत जाँदैछु टक्क भएर। अझै म पुग्न लागेको छु, अलिक तलै छ। म तपाईँलाई देखाउँदै गर्छु। खेत पुगेपछि म तपाईँलाई देखाउँछु। सो साथीहरू, म चाहिँ खेत पुगिसकेँ। खेत पुगेर पनि म चाहिँ पानी लिएर तल झरिसकेँ बाँध्ने ठाउँमा। अब चाहिँ म अनि बिटा बाँध्ने पर्छ। मैले हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो खेत उयो माथि। यो चाहिँ अर्को किताको यो सबै भेला पारिसकेर गरेको, झार्दैन चाहिँ माथि बुवाले बाजेले। अनि यता यता बाँधिरहेछौँ बिटाहरू। उता सबै बाँकी छ उता यिनीहरू। अनि अझ नबाँधेको ज्यादा छैन, तल्ला त्यही माथि पानी छ होइन, सिम त्यो अझै सबै बाँध्नुपर्ने छ। अनि अब चाहिँ म बाँध्छु। यता यता पनि छ। अझ म जेनकै बाँध्न सुरु गर्छु। अहिले फेरि आएर अब आमाले फेरि कराउन थाल्नुहुन्छ। त्यहाँबाट त्यसो बाटो यहाँ बाँध्ने लिएर त्यही फ्याँकेँ म त। त्यहाँनिर अब चाहिँ म बाँध्न सुरु गर्छु साथीहरू। बाँध्न सुरु गर्छु, एकछिन हेरेर जानु होला। ए साथीहरू, म चाहिँ बाँध्दैछु बिटा। अनि त्यहाँबाट मैले राख्ने ठाउँ भेटिनँ कि, अनि अहिले चाहिँ राखिरहेको छु। केही पनि केमा भन्नुहुन्छ भने के भन्छ, धानको त्यो काटेको मुनको जरामा अडाएर राखिरहेको छु अहिले चाहिँ मैले। म चाहिँ बाँध्दैछु अहिले चाहिँ। मैले देख्नुहुन्छ त्यस्तो हेर्दै जानु होला है, फेरि देख्दिनँ होला है। अनि त्यहाँबाट भन्नुहुन्छ भने साथीहरू है, म चाहिँ यहीँ छु है, गाईहरू हराएको छुइनँ। अलिक थोरै पर गएको छु होला, देखेको छुइनँ होला, माइन्ड नगर्नु होला साथीहरू। मलाई त भ्लग पनि खासमा त बनाउनु मन लाग्दैन कि, यसो डिलिट गरिदिनु भन्छु। फेरि यसो हेर्छु अरूको, त्यहाँदेखि फेरि बनाउने जोस लागेको चलो होइन। फेरि आफूले बनाउनु थालेको अल्छी लाग्नु, एडिट गर्नुपर्छ, घरि के गर्नुपर्छ, के गर्नुपर्छ पर्छ। तपाईँलाई चाहिँ मलाई फेरि बनाउनु मन लाग्दैन। तर म एडिट चाहिँ खासै केही पनि गर्दिनँ है। एडिट अलिअलि लेख लगायो त्यतिकै। थमेल बनाउनु आउँछ साथीहरू, मलाई अरू केही नभए पनि थमेल बनाउनु सिकाइदिनु होला। थमेल बनाउनु चाहिँ सबको नआएर खत्तम मिसाउँछ खाना भएको छ मेरो। अलिक हेरेर थमेल कस्तो राम्रो हुन्छ कि आफ्नो चाहिँ हेरो होइन। आफ्नो चाहिँ के हुन्छ भने मेरो त यत्रो अगाडि त्यो भिडियो बनाएको भने मेरो अनुहार यत्रो अनि के बोलिरहेको जस्तो हुन्छ। थमेल बनाउनु चाहिँ नबिर्सिनु होला मलाई। थमेल बनाउनु चाहिँ सिकाइदिनु साथीहरू, साँच्चै भने ढाँटे होइन मैले। थमेल बनाउनु नआएर खत्तम भएको छ, त्यो बनाउनु चाहिँ मलाई सिकाइदिनु है साथीहरू। भ्लग बनाउनु चाहिँ मन लाग्दैन मलाई। मैले घरिघरि यस्तो सोध्छु कि, के सोध्छु भन्दा यो मैले बिना काममा खोलेको जस्तो लाग्छ, डिलिट गरिदिनु जस्तो लाग्छ। मेरो साथीहरू तपाईँहरूलाई थाहा छ कि छैन, मेरो अर्को पनि युट्युब च्यानल छ भनेर। त्यसमा चाहिँ त्यो चाहिँ मेरो पहिलाको त डिग्री हो कि, मलाई पनि केही देखेको छैन। त्यहाँ चाहिँ मेरो 107 सब्सक्राइब थियो होइन। 107 सब्सक्राइब छ। अहिलेको कति, अहिलेको 36 होला। अहिलेको त खासै छैन। अस्ति त्यो डबल होइन, ट्रिपल नै थियो भनौँ होइन। थियो त्यो चाहिँ अहिले मेरो बिग्रियो कि, के भएर बिग्रियो त्यो थाहा भएन। बिग्रियो त्यो 107 थियो, त्यो भन्दा ट्रिपल बढी। कस्तो मजा लाग्छ। अहिले मलाई 36 मजा छ, पनि बनाउनु पनि मन लाग्दैन मलाई। म पनि बनाउँछु, अहिले पनि बनाइ राख्छु खासमा त। अनि त्यही हो, मेरो पहिलाको आइडी सम्झिँदा एकदम नराम्रो लाग्छ मलाई। एकदम भन्नु छ भने के नराम्रो छ, एकदम धेरै नै नराम्रो लाग्छ मलाई। 107 गाइस, 107 भनेको धेरै हो। अहिले त त्यो सब्सक्राइब त्यो युट्युबमा पनि त्यो फेसबुकमा त फेसबुक पठाए जस्तो यहाँ पनि हुनु नि होइन। किन हुँदैन यहाँ चाहिँ नहुने रहेछ त के भन्नु अहिले। पनि भन्न सक्नु बिनिया राईले, फेरि बिनिया राई को भनेर सोच्नुहुन्छ भने मै हो है, मै हो बिनिया राई पनि हो। इसमा राई पनि हो, मलाई चिन्नुहुन्न बिनिया राई भनेर पनि बुझ्नुहुन्न होला नि त होइन। किनकि मेरो नेम स्मारिका वालिङ राई छ नि त, मेरो नाम चाहिँ बिनिया वालिङ राई पनि हो, अनि स्मारिका राई पनि हो साथीहरू। अनि यो चाहिँ तपाईँहरूलाई थाहा छ कि छैन भन्नु पऱ्यो। यो चाहिँ यसै गरेर बिटा बाँध्ने स्टाइल म तपाईँलाई सिकाइदिन्छु ल। फेरि रिसाउनुहुन्छ होला, रिसाउनु होला साथीहरू। यस्तो राख्ने यो घुँडामा टक्क लाउने, अनि उसको यो यस्तो धान के भन्छ होला, त्यसलाई टक्क मिलाएर अनि यसरी कसेर यस्तो गर्ने, अनि यस्तो गर्ने। अनि डर हुन्छ गाइस, डर बाँधेको डर हुनसक्छ। यो चाहिँ ट्रिक चाहिँ मैले आफै होइन, मलाई चाहिँ फुपूले बाँधेको देखेपछि हाम्रो बुवा आमाले के भन्नुहुन्छ भने, सुनिताको जस्तो बाँध, सुनिताको जस्तो ढुङ्गामा राखेर डर बाँध्छ भन्ने भन्नुहुन्छ। र सुनिता हो के भन्छ भने भन्नुहुन्छ त। म त्यहाँदेखि सेकेन्ड बाँध्नु थालेको हामी सुनिता दिदी फुपू। मेरो भ्लग उहाँले त हेर्नुहुन्न होला, हेर्नुहुन्न
उहाँबाट सिकेको साथीहरूले यसरी बाँड्नुपर्छ अनि डर हुन्छ साथीहरू अहिले चाहिँ अनि त्यहाँबाट यसरी चलिरहेको जिन्दगी त्यो बाँड्नु फेरि के गरौँ भोलि राति जाँदा पनि शान्ति हुँदैन साथीहरू धान बोकेर उकालो चल्नुपर्छ है तर केही छैन धान बोकेर उकालो चल्यो भने फोन हेर्न छोडेर बिगार आयो भनेर सोच साथीहरू मैले यस्तो भात खाएको भिडियो बनाउन भन्दै थिएँ भात पनि खाइसकेँ मैले अहिले बिर्सिरहेको छु बनाउनु पेटमा भात खाएर बसिरहेको छु अहिले चाहिँ कति 3 बज्न होला 2:30 त्यस्तै भयो म भात खाएर बसिरहेको छु अनि चाहिँ माथि चाहिँ बुवाएर बाजे धान जाँदा हुन्छ अनि अहिले चाहिँ अब बिटा बाँध्नु छैन यहाँनिर बिटा बाँधिन्छ हामीलाई चाहिँ बिटा बाँधिन्छ हेर अनि माथि चाहिँ जाँदैछ यहाँ माथि गएर बाजेले अनि म चाहिँ भात खाएर बसिरहेको छु अझै म चाहिँ बिटा उठाउनु पर्ने बिटा उठाउनु पर्ने म चाहिँ थालबाट बजेर हेरिरहेको छु यस्तो यस्तो गाइस पानीको यता यो डाँडाको चाहिँ बोक बाँधेर भनिदिन्छु मलाई अब यो बोक्नुपर्छ मैले चाहिँ यस्तो चिसो पानीमा भन्नु यस्तो भनेर अब चाहिँ म उठाउनु थाल्छु मलाई बिचमा देखाउँदै गर्छु गाइसहरू अहिले यति नै सो साथीहरू अहिले चाहिँ अब चाहिँ हामी चाहिँ घर जान लागेको चाहिँ रात परिसकेको छ अनि अब चाहिँ हामी घर जान्छौँ यहाँ माथि बुवाले भाइ लाउनुहुन्छ हाम्रो बुवाले अनि भाइ लगाएपछि धान बोकेर जानुपर्छ अहिले चाहिँ एकदमसँगले एकदम राति भइसकेको छ त्यस्तो भइरहेको छ हेर्नु त अब कहाँ जान्छ हाम्रो आमा चाहिँ ऊ तल हुन्छ होइन उयो तल बिटा बाँधिन्छ उहाँ चाहिँ बोलाएको आउनुहुन्छ होला आउनु आँट्नु छ यहाँनिर यस्तो पानी छ बाफ्रे बाफ म चाहिँ अलिअलि बोले बिटा बोकेँ अहिले चाहिँ जाने भन्नुभयो बुवाले अनि त्यहाँबाट धान बोकेर जानुपर्छ अहिलेको लागि यति नै टाटा बाई बाई नेक्स्ट भिडियोमा भेट होला म अर्को भिडियो बनाउँदा भेट्नुपर्छ त्यहाँनिर अहिलेको लागि चाहिँ यति नै बस् त बाई टाटा